हेलो गुड मर्निङ गाइज, के चलिरहेको छ? सब ठिक होला? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम ठिक छु। यहाँ हाम्रो यहाँ हिजो यति काम भएको थियो, यति चाहिँ त्यही हो काम आज। अनि अब यताको यो दुईवटा खेत छ, अनि उता तलतिर दुई तिनवटाहरू कति खेत छ। यो बिचको हरियो देख्यो चाहिँ काट्ने होइन अरे, त्यसमा मकै नि अझै छ। यस्तै छ, दामी भ्यू चाहिँ दामी देखिरहेको बिहान बिहान। उतातिर हाम्रो उता के अरे डाँडातिर अङ्कलहरूको यो खेतहरू यताउति। यहाँ यता कति धेरै मान्छेहरू खेत छ, तर खेतको बिचमा हामी चाहिँ यहाँ मकै रोप्ने हामी एउटा मात्रै हौँ। सबले हाम्रो यहाँ पनि यो खेत यो पनि मकै रोप्ने ठाउँ पनि खेतै हो क्या। धान रोप्ने खेत हो, तर धान रोप्ने अलिक धेरै दुःख हुन्छ भनेर अनि यो मकै लगाइदिए वास्तवमा। गोठमेल यहाँ हो, पानी हाल, पानी गरेको गरे। धान लाउँदा पनि कति धेरै गर्नुपर्छ, त्योभन्दा नि अब मकै लाउने टन्टै साप भन्ने कुरा हो। त्यही पनि अब हामीले मकै रोप्यौँ, अब मकै रोपेपछि अब गोठमेल यताउति गर्नै पऱ्यो। अब फेरि यो काटेपछि पनि उस्तै दुःख छ नि यहाँ। अब यो पहिला यो नल्ठा काट्यौँ, यो काट्यो हो, अब यसलाई धराउने हो। अनि फेरि यो तिमीकोमा यसले जोत्दैन क्या, हाम्रो फेरि जोत्ने ट्र्याक्टर अलिक सानो छ जोत्नेवाला। त्यही भएर यो घाँस फेरि काट्नुपर्छ एकचोटि, फेरि घाँस काटेर साइडलाई चाहिँ बल्ल जोत्नुपर्छ क्या। त्यस्तो हुन्छ हाम्रो सिन चाहिँ। अब त्यो काट्ने आज भाइ आउँदैछ, जे भने पनि के अरे आज चाहिँ अलि घाम नआउँदै अलि छिटो आएर अलि धेरै काट्ने भन्ने प्लान थियो। छिटै सकाउने आज भन्ने कुरा थियो। अब के गर्नु, अब घाम नलागेसम्म यहाँ छिर्न सकेन। यस्तो शीत जमेर देखियो, तर बहुत चिसो क्या यहाँ हेर्नु। यस्तै आयो पुरै भिजिसक्यो खुट्टा पनि, त्यहाँ पास पनि उठायो पुरै भाप बुझ्छ। त्यही ठिकै छ। जे भएर अलि त्यस्तो चर्को घाम लागेको छैन। भाइले त्यो सनह्याट ल्याइदियोस् भने हो क्या, ल्याइदियो होला। दामी सिन छ है, तर रुकुममा मात्रै हो है यस्तो। यो पनि कस्तो दामी देखिरहेको यो घर पनि। घर चाहिँ गोठ हो, यस्तो धान सान राख्ने पछि धान रोप्दाखेरि यस्तो हाल हो। यतातिर पहाड छ, पहाडै पहाड। भाइ आइरहेको त्यहाँ चाहिँ। हो हाम्रो पनि यही हुन्छ होला आजको काम। हेर्दै आउनु होला के गर्छौँ हामीहरू। स्टे ट्युन। फाइनली अहिले चाहिँ सक्यो, जे होस् काट्नु पर्ने। अनि यताको दुईवटा खेत, अनि यता मुनि पछाडि दुई तिनवटा खेत काट्यो। त्यति नै थियो सुकेको। अरू यो तिनवटा खेतमा चाहिँ हरियो छ, यो त पछि काट्ने हो। अब यसलाई काटिसकेको र अब यसो एक दुई दिन राखेर अनि यो घाँसहरू सफा गर्नुपर्छ, झारपात छान्नुपर्छ। नलखालाई पनि उता पछाडि त्यहाँ त्यो पाखोमा डाँडोमा चाहिँ राख्ने भन्ने कुरा छ। उठाएर त्यो राख्नुपर्ने काम छ। अनि यो झारसार उखालेपछि त्यसपछि चाहिँ हाम्रो जोत्ने काम सुरु हुन्छ। अनि त्यस्तै हो, लगभग दुई डेढ घन्टा लाग्यो होला। त्यति नै लाग्यो, 2-1 घन्टा जति नै, 2 या 3 घन्टा जति लाग्यो होला। 8 बजीतिर लागेको थियो हामी यो काम गर्न लागि। अलिक कति बजी सक्यो थाहा छैन, जे होस् मेरो अनुमानमा 2-3 घन्टा चाहिँ लाग्यो होला। सक्यो जे होस् बिहान बल्टीको काम। अब छैन अब अरू सुकेको काट्नेहरू चाहिँ। अनि यो काट्दाखेरि हल्का भेटिएका मकैहरू छ यो ढोकोमा छन्। यस्तो छन् मकैको हालत। कुनै पुरै उम्रिसकेको क्या। त्यो के भन्छ, पानी परेको थियो नि त अस्तिमा, पानीले भिजाएर अनि पुरै गिल्लो छ। त्यसमाथि पनि पुरै त्यो हुन्छ नि, यो जमिनसँगै भइसक्यो क्या, खेतसँगै। त्यही भएर चाहिँ अनि त्यस्तो भएन तिनीहरू। यस्तो उम्रेको क्या, यस्तो उम्रेको छ, बोटमै उम्रेको क्या यो। अब यिनीहरू चाहिँ ठिक होइन। अब यिनलाई माथि लैजानुपर्छ हामीले। अगाडि काटेको खेत पनि देखाइदिन्छु म तपाईँहरूलाई। यहाँ चाहिँ एउटा दुईवटा तिनवटा खेत छ, तिनवटामा चाहिँ अलिक पछाडि रोप्यो अरे हरियो नै छ। त्यही भएर हो ल। अनि यो खेतको काटेर एउटा यो खेतको बुवा चाहिँ आउनुहुन्छ। मैले अगाडि ल्याएँ भन्नुहुन्थ्यो, अलिक फुटाए जस्तो लाग्यो। बुवा बिचे भयो त्यही हुन्छ। त्यहाँ चाहिँ जानुभयो बुवा। अनि यो बिचमा यो तिल हो, तिलको पछाडि दुईवटा खेत छ, त्यहाँ पनि हो, त्यहाँ पनि काट्यो। त्यहाँ थिएन। अनि यो सबै यो ढलेको यो नल्ठाहरू मकैकोहरू चाहिँ त्यहाँ थन्काउने भन्ने विचार छ। सायद बेलुका हुन्छ, तर 2-3 दिन पछि थाहा छैन। जे होस् हेर्नु होला, त्यो पनि भयो। सो आजको काम चाहिँ यति नै हुन्छ हाम्रो। अब के हुन्छ हेर्दै जाउँला हामी। ओके, खाना खाइन सार्न सकिन्न।
घाम लाग्छ त पछाडि त अब 2-3 दिन सुकाउने भयो अनि सार्ने क्या यो हरियो झ्याउने हो यो त बुवा त आज यो साथै भन्नुहुन्छ यो ठहराको यो व्यापारी हाल्नु म लैजान्छु सोला पनि हातमा काट्ला जस्तो भइसक्यो